हेलो नमस्ते सम्पूर्णमा विशेष आज पनि म तपाईँहरु स्क्रिनमा सधैँ झै आइसकिसकेको छु र अहिले घरि चाहिँ म मेरै घरको केही बारीहरुको तपाईहरुलाई थोरै म भिजिट गरेर देखाउनेवाला छु। सो अन्तिमसम्म हेरिदिनुहोस् ल गाइस। अनि म चाहिँ यहाँ हेर्नुहोस् न गाइस आडुको बोटमा चाहिँ आइपुगे नि त घुम्दै घुम्दै कि आरुचा भन्छ अनि त्यहाँनिर चाहिँ घुम्दै घुम्दै आइपुगे नि त अन्त यो चाहिँ अब नपाकी नै प्राय सकिसकेको रहेछ क्या हो त हेर्नुहोस् न। ल है त गाइसहरु यसलाई चाहिँ हाम्रोतिर चाहिँ मसिनो खालको आडु भन्छ हो। अब यसलाई चाहिँ चिल्ली आरुचा पनि भन्छ। अन्त तपाईहरुतिर चाहिँ के भन्छ यसो कमेन्ट गर्नुहोस् ल। ल खायो ल गाइस कस्तो अब मिठो त छैन होला सायद अमिलो अमिलो छ होला टेस्ट गरौँ। अमिलो त्यति पाकेको छैन रहेछ गाइस। हैट अमिलो गाइस तपाईहरुतिर पनि छ भने चाहिँ अलिक पकाएर मात्रै खानुहोस् है गाइस। अनि यो नयाँ रोडको पनि केही तपाईहरुलाई झलक यो भिडियो मार्फत देखाइरहेको छु। विशेष यो रोड चाहिँ भर्खरै मात्रामा बनिएर आएको हो। खासमा हामीले यता ल्याउनु पर्ने यो हाम्रोपट्टि ल्याउनु बाटो हो तर यहाँ के ढुङ्गाहरू धेरै मात्रामा निस्केको कारणले गर्दाखेरि चाहिँ मेसिनलाई पनि एकदमै फुटाउनु गाह्रो परेको कारणले गर्दाखेरि चाहिँ मेसिनले अब सकेन अनि त्यो कारणले गर्दाखेरि चाहिँ यहीँसम्म हामीले बाटोहरू लिइरहेको छौँ। यो भर्खरै मात्रामा नयाँ खनेको रोड हो तपाईहरुले हेर्न सक्नुहुन्छ है। घुम्दै घुम्दै फेरि म त मकैबारी भित्र पो आइपुगेँ है गाइस। तपाईहरुलाई रोडको केही अघि त्यो भिडियोहरू देखाएँ भने फेरि अहिले भन्छ यहाँ मेरै घरको अलिकति मुनि यो बारीमा चाहिँ आमाले चाहिँ मकैहरू लाउनु भएको थिएछ नि त एकदमै दामी भएर आएको रहेछ। अन्त चाहिँ यो तपाईहरुलाई फेरि यो सर्ट क्लिप्समा देखाउन चाहे र म चाहिँ यसो घुम्दै निस्किँदै थिएँ बारीबाट। खासमा चाहिँ म घरतिर निस्किनु पर्यो भनेर चाहिँ आउँदै थिएँ अनि आउँदा त हेर्नुहोस् न आपाले मौरी यस्तो मजाले ओडाल ठाउँमा चाहिँ राख्नु भएको रहेछ तर यहाँ चाहिँ मौरी चाहिँ आएको छैन रहेछ। र हाम्रोतिर चाहिँ अब विशेष मौरी पालनहरू चाहिँ यसरी गरिन्छ। यसरी अब अलिक ढुङ्गाहरू हवाइलो जग्गामा कि अब ओडालहरू देखिएको छ भने त्यसमा चाहिँ हामीले अब डुँडहरू लगाएर राख्नुपर्छ अनि के त्यसलाई चेक गरिराख्नुपर्छ होइन। बिहान बेलुका कोही बेला त अब थुप्रै अब के विषालु चिजहरू आएर यो डुँडभित्र बसेको हुन्छ यसलाई कन्टिन्यू चेक गरिराख्नुपर्छ होइन। अन्त त्यहाँदेखि चाहिँ मौरीहरू आएर बस्छ है। हाम्रोतिर चाहिँ अब यसरी मौरी पालन चाहिँ यसरी गरिन्छ। हुन्छ त्यस्तो बिघ्न त छैन र पनि प्रत्येक घरमा एक डुँड दुई डुँड चाहिँ छ क्या हो त। अनि हाम्रोतिर चाहिँ यसरी चाहिँ मौरीलाई अब स्याहार सुसार गरिन्छ भनौँ न। र यहाँ चाहिँ बाख्राहरू रहेछ फेरि कि अन्त छोटो क्लिपमा मैले तपाईँलाई फेरि देखाउन चाहेँ गाइस हेर्नुहोस् त्यही त यो चाहिँ मसिनो पाठाहरू हो अनि यता चाहिँ ठुल्ठुलो अझै भित्र पनि छ 4-5वटा यहाँ चाहिँ अहिले 2टा मात्रै तपाईहरुले देख्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ इन माई भिडियो गाइस है। अनि मन पर्यो भने सो अवश्य लाइकको पनि एकदमै आशा राखेको छु साथसाथै कमेन्टको पनि। ल त तपाईहरुले कहाँदेखि हेर्नुहुन्छ अनि यसो कमेन्टमा अवश्य राखिदिनुहोस् होला भन्न चाहन्छु। ल अहिलेलाई भने चाहिँ बाइ बाइ गाइस।